त्यो दरबार कति लिन्छ अरे पैसा? नभर्यो है बिचमा अब कोरोनाको बेलामा ल दर्शक पनि हामी अब छिट्टै लगत्तै अब भगवतीको रडौजेश्वरी भगवती मन्दिरमा जाँदैछौँ है। हजुरलाई देखाउँदैछ यो रडौजेश्वरी भगवती मन्दिर जाने प्रवेश गर्ने एउटा प्रवेशद्वार छ, यो गेट छ है। यसबाट भित्र पसिसके पछाडि मन्दिर छ, एउटा ठुलो छ मन्दिर। लगभग यस मन्दिरको गजुल भन्नुहुन्छ भने हजुरको सुनको पनि छ, प्लस सुनको सँगसँगै एउटा मान्छेको शरीर बराबरको एउटा गजुल छ है, हेर्न पनि सक्नुहुन्छ। अब मन्दिर हरेक वर्ष चाहिँ भगवती जात्रा लाग्ने गर्छ। यहाँ चाहिँ लाखौँ भक्तजनहरू चाहिँ आउने गर्छन् जात्रा हेर्नको लागि है, विशेष गरेर। नमस्कार, फेरि हामी अब लगत्तै दरबारको परिसरमा आएका छौँ है। यहाँभित्र पस्नको लागि अब टिकटको व्यवस्था पनि रहेको छ। टिकट काटेर मात्रै भित्र पस्नुपर्ने व्यवस्था छ है। त्यसको यहीबाट मोबाइलले गयो होइन। यहाँ हेर्नुहोस्, यो मन्दिर हो। यहाँ पुराना राजाहरूको फोटो छ। त्यहाँ बस्ने ठाउँ, यहाँ दरबारहरू यताबाट, यहाँ दरबारहरू। ल दर्शकबिन, हामीहरू पाल्पा दरबारको भित्र पसिसकेका छौँ है। भित्रको यो के भन्छ बाजा कक्ष रहेछ यहाँ है। बाजा कक्षमा यहाँ तबला, यतापट्टि तबला रहेछ। यो चाहिँ ट्याम्को होला होइन। यो चाहिँ डम्फु रहेछ। यो मजुरा रहेछ। यो चाहिँ के हो, खैँजडी। यो चाहिँ हार्बिन। ल दर्शक पनि, अनि अर्को ठाउँमा हाम्रो यो के भन्छ यसलाई, पञ्चेबाजा भन्छ क्या अरे है। पञ्चेबाजामा यी दमा, ढोलक होइन, अब नरसिंह, झ्याली, टेम्को अनि सनाई, यिनी कुराहरू चाहिँ पर्दो रहेछ। यो गाजा, यो हाकु पटासी, यो खासमा यो तामाङले लगाउने ड्रेसहरू हो। यो तामाङले लगाइन्छ यो ड्रेस। यो ल दर्शकबिन, हामी दरबारभित्रको नै एउटा पुराना पैसाहरू सङ्कलन गरिएको ठाउँ रहेछ यहाँ है। अब त्यस ठाउँमा देखाउँदैछौँ हजुरलाई। विभिन्न पुराना राजाहरूको पैसा छ यहाँ। अब 1 रुपियाँदेखि लिएर हरेक होइन। अब अहिलेका दर्शक पनि यहाँ पनि देख्न सक्नुहुन्छ है हजुरले। अनि यो काठबाट बनेका चाहिँ सामानहरू रहेछन्, काष्ठकला भन्छ क्या अरे है। यो विभिन्न धेरै पुराना काठबाट बनेका सामानहरूको डिजाइनहरू यहाँ राखिएको छ होइन प्रदर्शनमा। दरबारभित्र यस्तो छ यहाँ है। त्यसपछि माटाका पुराना भाँडाहरू, यहाँ चाहिँ माटाको गाग्राहरू भनौँ न, गाग्री यहाँ राखिएको रहेछ। ल दर्शक पनि, हामी फेरि अहिले चाहिँ बाजाहरू भएको ठाउँमा आएका छौँ है। पुराना बाजाहरू यहाँ राखिएको छ, जस्तै यही दमा, ढोलकी होइन, ढ्याङ्कुरी, ट्याम्को, झ्याली, पुचुङ्गा होइन, मादल, ढ्याङ्ग्रो लगायत खैँजडी होइन, झर्रा, यस्ता मजुरा
विभिन्न किसिमका पुराना यसलाई नौमती बाजा पनि भन्छ क्या है अनि चाँप घुघुरा पनि भन्दो रहेछ यहाँ हेर्न सक्नुहुन्छ। अनि यता है विभिन्न किसिमका सांस्कृतिक कुराहरू यहाँ देखाइएको रहेछ है। अनि यहाँ हेर्न सक्नुहुन्छ यो मुगामाला, काष्ठमाला है, हम्मेल, पहेँलो पोटे लगायत विभिन्न सांस्कृतिक कुराहरू यहाँ चाहिँ मगर समुदायका लागि प्रख्यात भएका कुराहरू यहाँ देख्न पाइँदैछ। जस्तै है ढुँडी माडवारीदेखि लिएर हरेक कुराहरू यहाँ देख्न पाइँदैछ। अनि पहिरनहरू पनि त्यही किसिमका रहेछन् होइन, हेर्न सक्नुहुन्छ। घलेकीदेखि लिएर आस्कोटदेखि लिएर हरेक कुराको पहिरन मगर पोसाकहरू यहाँ देख्न पाइन्छ। भनिसके पछाडि यहाँ पात्रहरू होइन यस्ता यस्ता पुराना हात हतियारहरू पनि यहाँ चाहिँ एकदम राखिएको रहेछ सजाउनको दर्शक पनि फेरि हामी यहाँ विभिन्न किसिमका औजारहरू भनौँ न, विभिन्न पुराना बाँसबाट बनेका सामानहरू लगायत काठबाट बनेका काठको पन्युदेखि लिएर काठको डाडु होइन, डाबिलोदेखि लिएर जुवाहरू अनि दतिया डराती चकटी होइन, अब के भन्दो रहेछ कि कोर्का अनि पेरुङ्गो फुलुङ के भन्दो रहेछ बाँसबाट बनेका कुराहरू होइन। यहाँ ठेका मुदुस होइन, ठेकी पुजी लगायत विभिन्न किसिमका सामानहरू राखेको रहेछ कि बेच्नलाई सजाएर है। हामी अब यो कुँडेले घर भन्ने ठाउँमा जाँदैछौँ है। नेपालको सबैभन्दा परम्परागत घर पनि भन्ने गरिन्छ कुँडेले घरलाई होइन। विभिन्न किसिमका सामानहरू राखिएको रहेछ यहाँ। अब कुँडेले घरमा अब के सामान हुन्छ भन्ने कुरा यहाँ देखाइएको छ है। अब यस्तै भुइँमै सामान राखेर यसो खाना पकाउने गर्ने काम गरिन्छ। यसको चुलो पनि बिचमा मजाको बिचमा चाहिँ हुने रहेछ है। अनि त्यही हिसाबले कुँडेले घरको निर्माण चाहिँ हुने रहेछ। अब त्यही हिसाबले भाँडाकुँडा हालेर राखिने पनि रहेछ है, हेर्न पनि सक्नुहुन्छ मजाले है। अब दर्शक पनि यहाँ अब मगरहरूको ड्रेसहरू यहाँ देख्न पाइन्छ छलस्पष्ट होइन। है मगरहरूले लगाउने ड्रेसहरू जस्तो लुङ्गी, पटुका, चोलो, घलेक, सप्का होइन, ढुङ्ग्री, कल्ली, मुङमाला, रैया होइन, लगायत शिरफुल, फुली, बुलाकी, चन्द्रमा लगायत आस्कोटदेखि लिएर कसाड होइन, टोपी, दौरा सबै यहाँ देख्न पाइन्छ। दर्शक पनि यहाँ हजुरलाई जितगढी युद्ध भएको थियो है, त्यसमा प्रयोग भएको एउटा विभिन्न सिपाहीहरूले होइन सैनिकहरूले खानको लागि प्रयोग गर्ने एउटा ठुलो कराई छ होइन। अब घिउ कराई पनि भन्दो रहेछ यसलाई। यसमा सायद घिउ तताइन्थ्यो होला र केही गरिन्थ्यो होला। यहाँ हजुर एकदमै लोपोन्मुख छ यो कराई होइन। यहाँ चाहिँ एकदमै राखिएको रहेछ यो दरबारभित्रको परिसरमा है। हजुरलाई देखाउँदैछ, देख्न पनि सक्नुहुन्छ। यो घिउ कराई भन्दो रहेछ कि यो चाहिँ के हो। हेलो दर्शकबिन, यहाँ हेर्नुहोस् पुराना जाग्रे पिन। अनि यो दर्शकबिन हजुरले यहाँ देख्न पनि सक्नुहुन्छ है। यो के भन्छ मान्छेले बनाएको यो अस्ट्रिज भन्दो रहेछ कि, अस्ट्रिज भन्छ नि त होइन। अस्ट्रिज यो मान्छेले बनाएको चाहिँ यहाँ सजाएर राखेको रहेछ। यहाँ हेर्न सक्नुहुन्छ होइन। यो विभिन्न किसिमका अस्ट्रिज मात्रै नभएर विभिन्न किसिमका कुराहरू यहाँ देख्न सक्नुहुन्छ हजुरले। यहाँ हामी देखाउँदैछौँ। ल दर्शक पनि यहाँ हेर्न सक्नुहुन्छ परम्परागत हाम्रो जीवनशैली कस्तो थियो भन्ने कुरा हजुरलाई देखाउँदैछौँ है। अब मही पार्नेदेखि लिएर होइन, अब धातो पिन्ने गाउँघरका पहिलाको चलन यहाँ एकदम राखिएको रहेछ हजुरले यहाँ। दर्शक पनि हामीले यो थारू कक्ष भन्ने एउटा थारू कल्चर कस्तो हुन्छ भनेर देखाउन गइरहेको छ हजुरलाई है। विभिन्न किसिमका माटाका भाँडादेखि लिएर होइन, बाँसकादेखि लिएर हरेक कुराहरू चाहिँ यहाँ सजाउन राखिएको छ। अनि यतातिर आउँदाखेरि थारूहरू महिलाहरूले प्रयोग गर्ने विभिन्न गरगहनाहरू होइन राखिएको छ।
यो पुरानो यो खस आर्य कस्यमा आएका छौँ जस खस आर्यभित्र संस्कृति होइन परम्परा कस्तो थियो भन्ने कुरा हजुरलाई म देखाउन गइरहेको छु है। खस आर्यभित्र के चलनहरू हुन्थ्यो होइन कस्तो कस्तो सामानहरू प्रयोग हुन्थ्यो भन्ने कुरा हजुरलाई देखाउन गइरहेको छु म। यस्तै हो अब पहिला पहिला यस्तै सामान प्रयोग गरेर मान्छेहरू प्रयोग गर्ने गर्दथे। अनि दर्शक पनि अब हामीले एउटा अद्भुत एउटा कक्षमा प्रवेश गरिरहेको छौँ। यहाँ अब यो संस्कृति अनुसारका कपडाहरू यहाँ भनौँ संस्कृति अनुसारका सामानहरू यहाँ सजाएर राखेको छ, हेर्न सक्नुहुन्छ है। खुकुरीदेखि लिएर हरेक कुराहरू यहाँ सजाएर राखेको छ कि विभिन्न किसिमका कुराहरू बन्दुकदेखि लिएर होइन ल हेर्न सक्नुहुन्छ, मजाले हेर्न सक्नुहुन्छ है। यो गाउँघरमा प्रयोग गर्ने चिजदेखि लिएर हरेक कुराहरू यहाँ हेर्न सक्नुहुन्छ। अब हामी दर्शक पनि हामी दरबारभित्र परिसरमै रहेको एउटा हामी यो विवाह कक्ष भन्ने यो कक्षमा प्रवेश गरिसकेका छौँ है, जसमा यहाँ हिन्दू समुदायमा विवाह कसरी हुन्छ भन्ने कुरा यहाँ हजुरलाई देखाउन गइरहेका छौँ है। यहाँ यसो एउटा यहाँ सङ्केत स्वरूप यहाँ विभिन्न प्रतिमाहरू राखिएको छ है। विवाह कसरी हुँदो रहेछ र हिन्दू समुदायमा भनेर यहाँ चाहिँ देखाउन खोजिएको छ हजुरलाई। यहाँ बाजा पनि बजिरहेको छ है, अब हेर्न सक्नुहुन्छ। यहाँ अब यस्तो ठाउँमा आइएको छ कि यस्तो भान हुन्छ कि यहाँ साँच्चैकै विवाह भइरहेको छ भन्ने हजुरहरूलाई भान हुनसक्छ है। यस्तो ठाउँमा अब हामीहरू एकदम रमाइलो दृश्यमा भइरहेको छ अहिले, मजाले हेर्न सक्नुहुन्छ यो है। जात्रा मात्रै नभएर यहाँ हरेक दिन हरेक वर्ष चाहिँ अरू अरू कार्यक्रमहरू पनि हुने गर्दछ होइन। अब जस्तै मान्छेको विशेष गरी तिजमा अझै दसैँमा होइन मेला लाग्ने पनि गर्दछ। यहाँ मान्छेको भिड पनि उल्लेख्य हुन्छ। अब यतापट्टि यो धर्मशाला हो क्या अरे है, यो अब धर्मशाला यता रहेको छ। अनि यो चाहिँ यो कृष्ण मन्दिर हो जस्तो छ, यो एउटा यो कृष्ण मन्दिर भयो, यो कृष्ण मन्दिर यो भयो। यो चाहिँ भगवती मन्दिर अडोजेश्वरी भगवती मन्दिर चाहिँ यो भयो है। हेर्न सक्नुहुन्छ दर्शक पनि हामीहरू अहिले दर्शनकै क्रममा घुम्दै फिर्दै अब बुटोलबाट या पाल्पाको यात्राको लागि आएको हो। हेर्नु होला विभिन्न किसिमका यहाँ हरियाली यहाँ फुलहरू सजाएर भनौँ न फुलबारी बनाइएको छ। यो ठुलो यो कपुरको बुटो पनि रहेछ है दर्शक पनि, कपुर बुटो छ। यहाँ चाहिँ भजन संरक्षण समिति भवन रहेको छ यहाँ होइन। विभिन्न भजन गर्ने समिति पनि बनेको रहेछ, त्यसको चाहिँ यहाँ भवन देख्न सकिन्छ। र विभिन्न किसिमका भजन गाएर भनौँ न उपाधि पाएको, प्लस यो जात्राको क्रममा निकालिएको मान्छेको एउटा भुरी फोटो पनि रहेको छ यहाँ है, हेर्न पनि सक्नुहुन्छ। यस्तै चाहिँ यो ऐतिहासिक जात्रा हो। यो चाहिँ 200 लगभग 300 वर्ष पुरानो हो यो जात्रा होइन। 1872देखि सुरु भएर अहिले आजसम्म पनि यो चलिरहेकै छ, जीवित छ भन्नु पऱ्यो है। बिचमा अब कोरोनाको बेलामा खासै त्यस सञ्चालनमा थिएन 1-2 वर्ष, तर त्यस लगत्तै फेरि पुनः सुचारू पनि भएको छ। अब हेर्न सक्नुहुन्छ। अब यही नै लयनिया परिवारलाई अहिले यहाँ दाना पानी दिने कार्यक्रम भइरहेको छ हेर्नु चाहिँ। तपाईँले उडाउनु त जान्नु उडा जस्तो गर्नु नि। दर्शक पनि आउनु होला। दर्शक हेर्नुहोस् ल दर्शक परिवार यहाँ थुप्रै छन् है। अब
हामीहरू पनि अब परिवारको पछाडि लागेका छौँ। एकदम धेरै छन् परिवारको सङ्ख्या यहाँ। अब त्यस आफ्नै धुनमा रमाउँदै पनि छन् कि अहिले। म पनि त्यसैको अहिले त्यसैसँग रमाउँदै हेरिरहेको छु परिवारलाई है। हामी दुईजना छौँ। परिवार उडेको देख्नुभयो है, रमाइलो छ यहाँ। अनि यो विभिन्न किसिमका यो आर्थिक रूपमा चन्द्रदाता गरेका अब मान्छेको ऐतिहासिक भनौँ न, अब यो विभिन्न इतिहासको नामहरू, इतिहासको ऐतिहासिक दस्तावेजहरू यहाँ लेखिएको छ यो शिलालेखमा है। हेर्न पनि सक्नुभयो। अहिले यो जुम गरेर देखाइदिन्छु है, हेर्न सक्नुहुन्छ यसो दर्शकलाई। यस्तो कुराहरू लेखिएको छ है। विभिन्न 100-200 वर्ष अगाडिको कुराहरू यहाँ चाहिँ 200 वर्ष 300 वर्ष अगाडिको कुराहरू यहाँ देख्न पाइन्छ है। दर्शकहरू दर्शकबिनहरू भक्तजनहरू आउने क्रम जारी छ मन्दिरमा है। अब हामी लगत्तै अब दरबार मन्दिर छ, अब हामी दरबारमा जाँदैछौँ। दरबारभित्र के कसो हो, यो त्यहाँको के कस्ताहरू हेर्न लायक छन् त भन्ने कुरा हामी दरबारमा जाँदैछौँ है। अब त्यस लगत्तै दरबारको बारे, दरबारभित्री कुराहरूको बारेमा हजुरलाई देखाउने नै छौँ है त।